हाम्रै क्षेत्रको राजनीतिक विज्ञ या व्यक्ति या जोसुकै होस् हामी झगडा गर्न आएको होइन। हामी यसमा घिनलाग्दो राजनीति मिसाउँदैनौँ। होला हामी जुनसुकै पार्टीको मान्छे होला जे होला तर हामी यहाँ राजनीति गर्न आएको। हामी कडा कडा होइन, फाँसीको सजाय जसरी नानी बितेकी छिन्, जसरी नानीको आँखा निकालिएको छ, जिब्रो निकालिएको छ, फाँसीको सजाय लिएर। नमस्कार दर्शकबिन, तपाईँ हेर्दै हुनुहुन्छ बिर्ग चर्चा न्युज र अहिले हामी सिमरामा छौँ। जुनपुर सिमरा महानगरपालिका वार्ड नम्बर 1 की गढीमा चौधरीलाई निर्मम तरिकाले हत्या गरिएको छ। साथसाथै बलात्कार गरी तपाईको आँखा समेत निकालिएको घटना र जिब्रो समेत काटिएको घटनाले अहिले पुरा नेपालभरिको आँखामा आँसु आइदिएको छ भनेर तपाईलाई यथावत जानकारी छ भनेर हामी जानकारी फेरि तपाईलाई गराउन चाहन्छौँ। विगत 3 दिनदेखि यहाँ तपाईँ हेरिराख्नु भएको छ, यहाँ विरोध प्रदर्शन अहिले भइरहेको छ। तर अहिले पनि सम्बन्धित निकायले आएर यहाँ समन्वय गरेर यो आन्दोलनलाई कसरी रोक्न सकिन्छ, जो अहिले अपराधी छ प्रहरीले समातेको छ त्यसलाई कसरी हदैसम्मको कानुनी कारबाही गर्न सकिन्छ सम्बन्धमा अहिले पनि कुनै किसिमको पहल नभएकोले अहिले यहाँका स्थानीय र वरिपरिका सम्पूर्ण जनसमुदायको उपस्थितिमा यहाँ विरोध प्रदर्शन जनाइरहेका छन्। यही सन्दर्भमा हामी कुराकानी गर्न गइरहेका छौँ। परिचय पाउँदिनु? मेरो नाम प्रतिमा बिडारी हो। तपाईहरु यहाँ 3 दिनदेखि आन्दोलन गरिराख्नु भएको छ। अहिलेसम्म पुलिस प्रशासनबाट कुन किसिमको पहल भएर जानकारी तपाईलाई कुनै पनि पहल भएको छैन। तर एउटा कुरा हामीले पनि झुटो बोल्न हुँदैन, उहाँहरूले हामीलाई बल प्रयोग पनि गर्नु भएको छैन। धेरै हदसम्म आज बिहान कोसिस भएको थियो, पीडित परिवारको बुवा बालिकाको बुवा र मम्मी हुनुहुन्थ्यो रोडमा, उहाँहरूले अहिलेसम्म कसैलाई पनि आरोप लाउन हुँदैन, उहाँहरूले अहिलेसम्म हामीलाई बल प्रयोग गर्नु भएको छैन। यही हामीबाट बरु एउटा दुईटा कुरा भएको थियो तर उहाँहरूले बल प्रयोग गर्नु भएको छैन। हिजो राति एउटा 5 बुन्दे सहमति पनि भएको थियो भनेर सामाजिक सञ्जालमा बृहत रूपले भएको थियो। त्यो सहमतिमा के भन्नुहुन्छ? हिजो बेलुका 5 बजेसम्म हामी यही थियौँ। हामी 1 घण्टाको लागि, हाम्रो पनि बच्चा छ, 3 वर्षको छोरो घरमा छोडेर आएको छु मैले। 1 घण्टाको लागि हामी यहाँ नहुँदाखेरि के भयो हामीले थाहा पाएनौँ। पछि हामी यहाँ पीडित परिवारको घरमा, नानीको घरमा आइपुग्दाखेरि उहाँको बुवा मम्मीलाई कुरा गर्दाखेरि उहाँहरू होइन पीडित, उहाँहरूले अर्को को समूह जम्मा पारेर उहाँहरूसँग सम्बोधन गर्नुभयो। त्यो विषयमा मलाई थाहा पनि छैन, मलाई बोल्नु पनि छैन किनकि म त्यसमा संलग्न थिइनँ। त्यो सहमतिमा तपाईको यहाँ जितपुर सिमराको नगर प्रमुख हुनुहुन्छ, उहाँको पनि सिग्नेचर हेरिरहेको अवस्था छ। तपाईलाई के लाग्छ? राजनीतिक पार्टी चाहिँदैन, हामी यहाँ कुनै पनि राजनीति गफ गर्न आएका होइनौँ। हाम्रो पहल एउटा कुरा छ है, हामी यहीँ बसेर हाम्रै क्षेत्रको राजनीतिक विज्ञ या व्यक्ति या जोसुकै होस् हामी झगडा गर्न आएको होइन। हामी यसमा घिनलाग्दो राजनीति मिसाउँदैनौँ। होला हामी जुनसुकै पार्टीको मान्छे होला जे होला तर हामी यहाँ राजनीति गर्न आएको। हामी आमा बनेर आएको हो, बुवा बनेर आएको हो। उहाँहरूले हिजो जे गर्नुभयो, गलत गर्नुभयो, उहाँहरूको आश अहिले पनि हामीले यहाँ उभिनलाई गरेका छौँ। जसरी एउटा निष्पक्ष भावनाले देशभरिका युवाहरू मिलेर अहिले सरकार परिवर्तन गरेका थिए बितेको दिनमा, तपाईलाई के लाग्छ यो जुन तपाईहरूले दोषीलाई कडाभन्दा कडा कारबाही गराउनको लागि फाँसीको सजाय जसरी नानी बितेकी छिन्, जसरी नानीको आँखा निकालिएको छ, जिब्रो निकालिएको छ, फाँसीको सजाय लिएर आउनुपर्छ। सबै बलात्कार एउटै रेन्जको हुँदैन, एउटै खालको हुँदैन। 16 वर्षकोलाई पनि नाबालिग, 3 वर्षको त्यो मर्ने नानीलाई पनि नाबालिग एउटै सजाय मिल्छ। हामी कानुन परिवर्तन गर्न आएको हो, कुनै पनि राजनीतिक पार्टीको विरोध गर्न र समर्थन लिन आएको होइन। राजनीतिक कुरा या राजनीतिक प्रश्न लिएर हामीबाट नआउनु, किनकि हामी राजनीतिक विज्ञ होइन, हामी दबाब दिन जान्दैनौँ। हामीले 10 वर्ष अहिले एउटा कुरा गल्ती बोलिएला होइन, हामी कुनै पनि राजनीति गरेर आएको मान्छे होइन। हामी एउटा आमा हो, आमा बनेर यहाँ उभिएको छ। राजनीतिक प्रश्न गर्न पनि नआउनु होला कृपया। राजनीति हामीलाई चाहिँदैन। अहिले यो न्युजको माध्यमबाट, तपाईको बिर्ग चर्चा न्युजको माध्यमबाट सरकारवाला सम्पूर्ण व्यक्ति हेर्दै हुनुहुन्छ, तपाईँ के भन्न चाहनुहुन्छ उहाँले? हाम्रो पीडित पक्षलाई यहाँ सबैले आएर सान्त्वना दिने भन्दा पनि गृहमन्त्री, प्रधानमन्त्री, कानुन मन्त्री आएर यहीँबाट तपाईको यही नानीको घटनाबाट हामी छौँ आमा बुवा तपाईँको साथमा। कानुन परिवर्तन हुन्छ, समय लाग्ला, दिनुहोस् समय। हामीले आजको भोलि हिजो जुन आगलागी भयो त्यो हामीले खोजेका छैनौँ। सिस्टममा जानुहोस्, सिस्टम परिवर्तन गर्नुहोस् भन्ने लडाई हो यो। तर अब कुनै पनि बालिका, कुनै पनि गरिमा त्यसरी मर्न नपरोस्, हाम्रो माग यही हो। दर्शकबिन, तपाईलाई भर्खरै जानकारी पाउनुभयो। यहाँको युवाहरूको लागि जुन अहिले आन्दोलनमा उत्रिनु भएको छ, उहाँहरू चाहिँ जसरी भए पनि यसपालि फाँसीको सजाय नेपालमा नभए पनि यो जुन यसले दुष्कर्म गरेको छ, जुन तरिकाले निर्मम हत्या गरेको छ, त्यो हत्यारालाई कडाभन्दा कडा सजायले मात्र पुग्दैन, त्यसलाई फाँसी दिनुपर्छ भनेर यहाँका अहिले आन्दोलनमा उत्रिनु भएको जति पनि दिदी भाइ बहिनीहरू हुनुहुन्छ उहाँको माग रहेको छ भनेर विशेष हामी जानकारी गराउन चाहन्छौँ।
आउँदो दिनमा फेरि यसबारे हामी अपडेट लिएर आउँछौँ। तबसम्मको लागि धन्यवाद।